नमस्कार साथीहरु, हजुरहरुलाई स्वागत छ मेरो YouTube च्यानलमा। सो हजुरहरुलाई यो थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला कि आजको भिडियो के टपिकमा छ भन्दाखेरि सो भर्खरै टियुले वैशाख 1 गतेदेखि चाहिँ अब टियुको ट्रान्सक्रिप्ट र प्रोभिजनल अनलाइन अप्लाई गर्न मिल्ने प्रोसेस बनाउनु भएको छ। सो त्यो सबै प्रोसेस के कसरी गर्न सकिन्छ, अनलाइन बसेरै हजुरहरुले आफ्नो ट्रान्सक्रिप्ट र प्रोभिजनल ल्याउन सक्नुहुन्छ। त्यसको लागि यो भिडियोमा मैले फुल प्रोसेस बनाएको छु। सो यो भिडियो लास्टसम्म हेर्नु होला र कसरी हजुरहरुले आफ्नै घरबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल एप्लाई गर्न सक्नुहुन्छ। सो भिडियो ढिला नगरिकन भिडियो स्टार्ट गरौँ साथीहरु। अब यसको लागि सबभन्दा पहिला हजुरहरुले आफ्नो मोबाइल अथवा ल्यापटपको क्रोम ब्राउजरमा जानु होला र क्रोम ब्राउजरमा गएर त्यहाँ हजुरले सर्च बारमा हजुरहरुले स्टुडेन्ट टियु एक्जाम भनेर सर्च गर्नु होला। सर्च गरिसकेपछि यहाँ हजुरहरुको माझ धेरै वेबसाइटहरु खोज्छ, जुन हजुरको फर्स्टमै छ टियु एक्जाम भनेर, त्यसमा हजुरहरुले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आएर खुल्छ। यहाँ हजुरहरुले युजर नेम र पासवर्ड राख्न भन्छ। यदि हजुरहरुले लगइन गरिसक्नु भएछ पहिला, त्यो सिधै लगइन गर्नु होला। लगइन गर्नु भए छैन भने यहाँ हजुरको तल साइन अप फ्री भन्ने अप्सन छ, त्यहाँ हजुरहरुले क्लिक गरेर त्यहाँ सबै डिटेलहरु जस्तै हजुरको टियुको रेजिस्ट्रेसन नम्बर र हजुरको फ्याकल्टीको नो र हजुरको फादर्स नेम, हजुरको नेम र हजुरको मोबाइल नम्बरहरु राख्न भन्छ। सो सबै कुरा राखेर हजुरहरुले साइन अप गर्नु होला। त्यसपछि यहाँ आएर युजर आइडी र पासवर्ड हजुरहरुले मेलमा आउँछ, त्यो राखेर हजुरहरुले लगइन गर्नु होला। यदि म आफ्नो युजर आइडी पासवर्ड राखेर यहाँ साइन इन भन्नेमा क्लिक गर्छु। क्लिक गरिसकेपछि यहाँ हजुरको यस्तो अप्सन खुलेर आउँछ र लेफ्ट कर्नरमा ट्रान्सक्रिप्ट र प्रोभिजनल रिक्वेस्ट भन्ने छ, यसमा हजुरहरुले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ सबै इन्टरसेक्सन खुल्छ। यहाँ रेजिस्ट्रेसन नम्बर, हजुरको नाम के छ र लोकल नाममा पनि त्यही नाम राख्नु होला र क्याम्पस नेममा हजुरको क्याम्पसको नेम र डेट अफ बर्थ कति छ र हजुरको बुवाको नाम के हो त्यो राख्नु होला। त्यसपछि यहाँ फ्याकल्टीमा कुन हो, म्यानेजमेन्ट हो कि साइन्स हो त्यो राख्नु होला र ब्याचलर हो कि मास्टर हो लेभलमा त्यो राख्नु होला र प्रोग्राम चाहिँ 3 वर्षको कि हो 4 वर्षको त्यो चाहिँ राख्नु होला। त्यसपछि यो सबै डिटेलहरु हजुरहरुले भर्नुपर्ने हुन्छ, जस्तै हजुरको कुन इयरमा एक्जाम भएको हो, फर्स्ट इयर कुन इयरमा भएको हो, रोल नम्बर कति थियो र नाम के थियो र एक्जाम रेगुलर हो कि पार्शियल हो सबै राख्नु पर्ने हुन्छ। जस्तै फर्स्ट इयर हजुरको रेगुलर करियर भन्यो भने रेगुलर राख्नु होला, अरु कुनैमा जस्तै ब्याक लाग्यो भने पार्शियल भनेर राख्नु होला। त्यो सबै इन्फर्मेसनहरु म अलरेडी राखिसकेको छु, त्यही भएर हजुरहरुलाई देखाइदिए। अब तपाईहरुले नि त्यही अनुसार राख्नु होला। त्यसपछि हजुरको पेमेन्ट अप्सन आउँछ र त्यसमा हजुरको ट्रान्सक्रिप्टको 450 र प्रोभिजनलको 350 गरेर जम्मा 800 हुन्छ। त्यो आफै ब्याङ्कको अप्सन आउँछ, त्यसमा हजुरहरुले पेमेन्ट गर्नुपर्ने हुन्छ अनलाइन नै। र त्यसपछि यस्तो पेज हजुरले प्रिन्ट फर्ममा क्लिक गर्नु भने यस्तो पेज आउँछ। यो पेज हजुरहरुले दुईटा कपी डाउनलोड गरेर प्रिन्ट गरेर टियुमा बल्खुमा गएर 25 दिनदेखि 1 महिना भित्रमा गएर हजुरहरुले आफ्नो ट्रान्सक्रिप्ट र प्रोभिजनल लिन सक्नुहुन्छ। उता उहाँहरुले रेडी बनाएर राखिदिएको हुन्छ। सो साथीहरु, आजको भिडियो यति नै थियो। हजुरहरुले यो भिडियो राम्रोसँग हेरेर बुझ्नु भयो होला। सो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद साथीहरु।